जीवनमा हामीले दुईवटा मात्र काम गर्नुपर्ने हुन्छ। त्यो काम हो एउटा चलाक, एउटा सङ्घर्ष। मान्छेलाई चलाकले अगाडि बढाउँछ कि सङ्घर्षले, तर यो भिडियोले प्रमाणित गरेको छ। सङ्घर्षको अगाडि चलाक पनि टेक्दैन, किनकि सङ्घर्ष एउटा यस्तो चिज हो, आफैमा आफै भर पर्दो चिज हो। सङ्घर्ष चलाक भनेको 1 2 3 4 दिनको लागि मात्र त्यो चलाकले काम गर्छ भने, तर सङ्घर्ष भनेको जिन्दगीभरि काम गर्छ। हामी पढाइ गर्छौँ, विद्यालय जान्छौँ, तर विद्यालयमा चिज चोरेर पनि हामी पास त हुन्छौँ, तर त्यो भविष्यलाई त भन्दैन नि, त्यतिखेरको चलाक मात्र पुग्छ। तर हाम्रो सङ्घर्ष, हामीले विद्यालय गएर विद्यामा राम्रोसित पढेर सङ्घर्ष गरेर भनौँ न, एउटा राम्रो जिपे ल्याएर चिट नचोरेर राम्रो जिपे ल्यायो भने त्यो काम लाग्छ क्या, जीवनभरि काम लाग्छ। त्यसैले सङ्घर्ष भनेको एउटा भनौँ न, सङ्घर्ष भनेको एउटा इतिहास हो क्या। कहिले पनि नहार्नु। सङ्घर्ष यस्तो चिज हो कि गरिब के धनी। सङ्घर्ष गरिब